यसरी काट्नुस् यसरी यस्तो खालको चिल्लो हुनुपर्छ कटाइ चाहिँ है यहाँ हेर्नु त यस्तो खालको चिल्लो कटाइ गर्नुपर्छ यो चाहिँ ठ्याक्कै यहाँ माथि आएर चाहिँ यसरी टुङ्गिने हुनुपर्छ हेर्नुस् यसरी सट्ट है यस्तो खालको चिल्लो कटाइ हुनु पर्यो अब यसलाई चाहिँ तपाईले यहाँ चाहिँ जिब्रो बनाउने भनेको यसमा बीचमा चाहिँ यसरी चिर्नु पर्यो हेर्नुस् है यस्तो खालको जिब्रो बनाउनु पर्यो र अब यो त रुट स्टक भयो रुट स्टकलाई बनाउनु भयो अब सायनलाई बनाउने बेलामा सायनलाई चाहिँ यसरी हेर्नुस् र यसमा चाहिँ 2-3टा बर्ड चाहिँ हुनु पर्यो लगभग 3टा बर्ड जस्तो भयो भने एकदम ठिक हुन्छ मैले यहाँ यति काटेँ 1 2 3टा यहाँ 3टा बर्ड छ नि त 3टा बर्ड छ भने मैले यहाँ चाहिँ यति काटेँ त्यस्तो खालको चाहिँ तपाईले साइन बनाउनु पर्यो यति साइन भयो भने चाहिँ हुन्छ र यसलाई पनि हेर्दाखेरि हेर्नुस् है अब यो माथि छ भने यसको जोड्ने बेलामा जहिले पनि यो माथिको माथि नै हुनु पर्यो टुप्पो माथि फर्केछ भने यसलाई घोटो पारेर जोड्नु पाइएन यसलाई माथि नै फर्काउनु पर्यो त्यही भएर यसको तास्ने बेलामा चाहिँ तल तास्नु पर्यो है यो जति तासिया छ त्यति नै भाग चाहिँ तपाईले यसमा पनि काट्नु पर्यो भनेको मतलब यतिको भाग चाहिँ अब प्र्याक्टिस गरिराख्दा नाप्नु पर्दैन तर मैले तपाईहरुलाई बुझाउनको लागि चाहिँ मैले यो गरिराखेको छु यसलाई चाहिँ तपाईले यसरी काट्नु पर्यो यसरी काट्दाखेरि ठ्याक्क त्यसमा जस्तो खालको कटिङ भए त्यस्तै खालको हुनु पर्यो यसमा चाहिँ सट्ट यहाँ हेर्नुस् यस्तो खालको चाहिँ हुनु पर्यो हैन अब यसलाई चाहिँ तपाईले यो साइज मिल्छ कि मिल्दैन पहिला हेर्नुस् है यतिको साइज मिल्यो अब यसमा चाहिँ तपाईले ठ्याक्क यो बीचमा यसरी चिर्नुस् हैन अनि यसरी चिरेर यसरी ठ्याक्क यसरी जोड्नु पर्यो यसरी जोड्दाखेरि तपाईको एकतिरको साइज चाहिँ एकदम फिट हुनुपर्ने हेर्नुस् मैले यतापट्टिको साइड एकदम फिट गरेँ यतापट्टिको फिट भएन किन भन्दा साइन र रुट स्टक मिलेन नि त उतै साइजको नभएको कारणले गर्दाखेरि फिट नभएको हो हैन एकतिरको साइज फिट भयो भने चाहिँ यो चाहिँ क्याम्बियम कन्ट्याक्ट एकदम राम्रो हुन्छ मजाले क्यालस डेभलप पनि हुन्छ मजाले ग्राफ्ट युनियन चाहिँ सक्सेस हुन्छ हैन अब त्यस पछाडी चाहिँ यसलाई बान्दिने हो यसलाई बान्नलाई के गर्नुस् भन्दाखेरि सबभन्दा यहाँ त तलतिरबाट यहाँ तलबाट यसरी बान्नुस् है पर्दैन है यो भयो यसरी तलबाट एक फन्को सर्लक्क यहाँ माथि बान्नुस् माथिसम्म आयो यहाँबाट हावा चाहिँ हावा पानी चाहिँ छिर्न भएन अनि त्यस पछाडि यसलाई चाहिँ तपाईले यसरी स्वयं कसिदिनु पर्यो है